सम्पूर्णमा नमस्कार। म अमरनाथ पाठक, नवलपरासी पश्चिम सङ्घीय निर्वाचन क्षेत्र नम्बर 2 अन्तर्गत पर्ने रामग्राम नगरपालिका वार्ड नम्बर 9 मधोलिया टोलको म स्थायी बासिन्दा। विगत लामो समयदेखि म शिक्षण पेसामा आबद्ध व्यक्तित्व हुँ, जस क्रममा मैले विभिन्न स्कुल कलेजहरूको कुशल व्यवस्थापन गर्ने गहन जिम्मेवारी निर्वाह गरेर म आएको छु। स्काई इन्टरनेसनल कलेज, नेपथ्य कलेज, गुरुकुल एकाडेमी, अक्षर एकाडेमी, अक्षर कलेज, अक्षर इन्टरनेसनल स्कुल लगायतका स्कुल कलेजहरूको म संस्थापक, प्रिन्सिपल, अध्यक्ष हुँदै विभिन्न शिक्षण पेसासँग सम्बन्धित भूमिकाहरू निर्वाह गर्दै आएको छु। र मेरो उम्मेदवारी किन भन्ने सवालमा भन्नुपर्दाखेरि मेरो जन्मस्थल, म हुर्केको, शिक्षा ग्रहण गरेको स्थान र यही स्थानमा रही मेरो पेसा व्यवसाय सञ्चालन गर्दै गरेको, यहाँको सामाजिक बनोट, संस्कृति तथा जनसाङ्ख्यिक विविधता बुझेको र यहाँको समाजमा मजासँग भिजेको, भ्रष्टाचार लगायत कुनै पनि अनियमितता गरेको आरोप नलागेको म व्यक्तित्व हुँ, जसले गर्दाखेरि मेरो उम्मेदवारी दिएको छु। र मेरो उम्मेदवारी किन र मेरो मनै किन यो उम्मेदवार भन्नको लागि मेरो केही ब्लुप्रिन्टहरू बनाएको छु, जसमा मैले बुदागत रूपमा भन्न चाहन्छु। पहिलो, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, युवा तथा रोजगार र स्थानीय विशेष। सर्वप्रथम मैले सुशासनलाई जोड्न चाहन्छु। सुशासनको लागि मेरो योजना रहेको छ डिजिटलाइजेसन र समय सीमा निर्धारण। राज्यले सम्पूर्ण कुराहरूलाई डिजिटल गरिदियो भने र समय सीमा निर्धारण गरिदियो भने यो सुशासनको लागि एउटा राम्रो पहल हुनेछ। त्यसै गरी कर्मचारीहरूको लागि चाहिँ पर्फर्मेन्स बेस्ड इन्सेन्टिभको व्यवस्थापन गरिदियो भने त्यसले पनि एउटा सुशासनको लागि महत्त्वपूर्ण भूमिका खेल्दछ। त्यसै गरी मैले अर्को योजना मैले राखेको छु भने सार्वजनिक सुनवाईलाई व्यापक बनाउने, नागरिक गुनासो प्रणाली चुस्त दुरुस्त पार्ने आदि इत्यादि मेरो सुशासनको निम्ति रहेको पहल हुनेछ र जसलाई मैले मेरो ब्लुप्रिन्टमा समावेश गरेको छु। त्यसै गरी मेरो शिक्षासँग रिलेटेड पनि केही कार्यक्रमहरू रहेका छन् र जुन कुरा मैले पक्कै पनि उत्थान गर्नेछु। सरकारी शिक्षालाई व्यावहारिक र गुणस्तरीय बनाउने, सिपमूलक शिक्षालाई कक्षा 8 पछि अनिवार्य रूपले लागू गराउने, शैक्षिक संस्थालाई राजनैतिक हस्तक्षेपबाट मुक्त बनाउँदै प्राथमिक शिक्षाको जिम्मेवारी स्थानीय तह, माध्यमिक शिक्षाको जिम्मेवारी प्रदेश अन्तर्गत र त्यसै गरी उच्च शिक्षाको जिम्मेवारी सङ्घीय संरचना अन्तर्गत राखेर यसलाई अगाडि बढाउने योजना मैले मेरो ब्लुप्रिन्टमा राखेको छु। त्यसै गरी दलित र पिछडिएको वर्गलाई पनि शिक्षामा सहज पहुँच बढाउनको निम्ति छात्रवृत्तिको पनि व्यवस्थापन अनिवार्य रूपले लागू गराउने पहलकदमी मैले गर्नेछु। त्यसै गरी शैक्षिक पूर्वाधार र जनशक्ति तथा उत्तरदायित्व प्रणालीलाई मजबुत बनाउँदै लैजाने र यी शिक्षाका क्षेत्रमा मैले गर्ने सुधारहरू रहनेछन्। त्यसै गरी स्वास्थ्यसँग पनि केही मैले समस्याहरू लिएर आएको छु। अपाङ्गता, एकल महिला, 60 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, जेएनजी आन्दोलनका घाइते तथा शहीदहरूलाई स्वास्थ्य बिमासँग, निःशुल्क स्वास्थ्य बिमासँग जोड्ने, त्यसै गरी ज्येष्ठ नागरिकहरूको लागि निःशुल्क खोपको सुरुवात गर्ने र रेबिज, सर्पदंशका खोपहरूलाई चाहिँ व्यवस्थापन गर्ने, त्यसै गरी कुपोषण, नवजात शिशु तथा 5 वर्षभन्दा मुनिको बाल मृत्यु दर नेपालमा नै उच्च रहेको छ, जसको लागि बहुक्षेत्रीय संयन्त्रको व्यवस्थापन गर्ने, गर्भवती बाल तथा बालबालिका, ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्सको
को पनि व्यवस्थापन गर्नलाई पहल कदमी लिने, स्वास्थ्य संस्थाका पूर्वाधार जनशक्ति गुणस्तर सुधार्ने र सीमावर्ती क्षेत्रमा त्यसै गरी मोबाइल हेल्थ क्लिनिकको व्यवस्थापन गराउने, गुणस्तरीय मल बिउको उपलब्धता, सिँचाइको विकास, न्यूनतम मूल्य निर्धारण गर्ने र कृषि उत्पादन बढाउने, कृषि भण्डारण प्रशोधन र स्थानीय ब्रान्डिङ गर्ने, कृषि उद्योगलाई प्रोत्साहन गर्ने, जीवन निर्वाहमा आधारित कृषि पेसालाई व्यावसायिक बनाउने, त्यसै गरी उद्योग मैत्री वातावरण बनाउने र उद्योगीहरूलाई प्रोत्साहन गर्ने, उद्योगबाट निस्केको फोहोर प्रदूषण व्यवस्थापनमा सरकारले अधिकतम सहयोग गर्ने, स्थानीय तथा नेपाली नागरिकलाई स्थानीय स्तरमा रहेका उद्योगहरूमा रोजगारीको लागि प्राथमिकता दिने गरी नीतिगत व्यवस्थापन गर्ने, युवा तथा रोजगारी स्किल म्यापिङ गरी निःशुल्क सिपमूलक तालिमहरूको आयोजना गर्ने, प्रत्येक पालिकामा स्पोर्ट्स एकाडेमी निर्माण गरी खेलकुदलाई प्रोत्साहन गर्ने, युवा स्टार्टअप कोषको व्यवस्थापन गर्ने तथा सहज पहुँचको व्यवस्थापन गर्ने, साथै साना तथा मझौला उद्योग स्थापना तथा सञ्चालनमा ल्याउने र वैदेशिक रोजगारलाई सुरक्षित र अझै व्यवस्थित बनाउने र अन्त्यमा स्थानीय विशेष बाढी नियन्त्रण तथा तटबन्ध निर्माण गर्ने, नदीजन्य पदार्थहरू तथा चुरे क्षेत्रमा हुने अनियन्त्रित दोहन रोकी क्षतिहरू रोक्ने, सीमावर्ती व्यवस्थापन, सुरक्षा निगरानी, अवैध ओसार पसार रोक्ने र वैध व्यापारलाई सहजीकरण गर्दै जाने, पर्यटन पूर्वाधारमा पनि विकास, रामग्राम स्तूपा, पाली मन्दिर, बर्दगोरिया मन्दिर, ऐतिहासिक देवदह ताल, नन्दन ताल, महल पोखरी, पर्यटकीय स्थल आदिको संरक्षण एवं प्रवर्धन गर्दै जाने, खानेपानीको व्यवस्थापन, आर्सेनिकबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै आम नागरिकहरूलाई सहज खानेपानीको पहुँचमा लैजाने, त्यसै गरी कृत्रिम जलाशय निर्माण गरी सिँचाइको परिपूर्ति गर्ने। यिनी रहेका थिए मेरा कार्ययोजनाहरू जसलाई मैले यहाँ उल्लेख गरेँ र भोलिको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी निर्वाचन क्षेत्र नम्बर 2बाट म निर्वाचित हुँदै गर्दाखेरि यी अहिले मैले अगाडि सारेका यिनै एजेन्डाहरूमा मैले काम गर्नेछु। अन्त्यमा सम्पूर्णलाई मेरो ब्लुप्रिन्टको अन्तसँगै धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद।